भेराबाट त्यही हो वर्षमा 2-2.5 लाख जति। 2-2.5 लाख। हजुर 2-2.5 लाख मजाले घरमै बसी कमाउनुहुन्छ। हजुर हजुर। ओहो त्यो पनि त राम्रै रहेछ त, बाहिर जानु छैन केही छैन हैन? केही छैन हजुर, जस ठिकै छ। अनि यो दुःख कतिको छ त योबाट यसमा? दुःख त हजुर दुःख भन्नुहोस् भनेपछि पुरै नगरे भएको। दिनभरि रुख चढ्नुपर्छ, डाला काट्नुपर्छ। डाला काट्नुपर्छ हजुर। अनि डाला नखाए मान्दैन निले। ए त्यो भने त खासै त्यो 2.5 लाखले तेरो आम्दानी त होइन हैन? हजुर अब खाइपिएर अब पुरै अब क्यास भन्ने हो भनेपछि अब 2.5 लाख जति हुन्छ। हजुर अब 1.5-2 लाख जति बच्चा खाइपिएर यताउता खर्च पानी गरेर। 1.5-2 लाख बच्छ। त्यो त राम्रै रहेछ, ठिकै हो। व्यवसाय राम्रो गर्नु भएको रहेछ। हजुर राम्रै छ। अनि म चाहिँ अब एउटा खसी किन्न आएको थिएँ। हजुर हजुर। एउटा खसी मिलाइदिनु पर्यो। हजुर अब ठुलो लग्ने भए पनि ठुला छन्, सानो लग्ने भए पनि साना छन्। अब हेर्नुहोस् आफै छान्नुहोस्। मलाई त्यो हुने साँड चाहियो, त्यो हुने। उ त्यो जिगोको तलको। त्यो नजिकै गएर हेरौँ न त्यसलाई। ल हेर्नुहोस्। यसलाई तपाईँ कसरी गर्नुहुन्छ? मोल कसरी छ यसको रेट? यसको रेट हजुर होला अब तपाईँ आफ्नै मान्छे पर्नुभयो, अब त्यही 35-36 मा लैजानु होला। 35-36? हजुर। त्यो त महँगो भएन र? अब चल्या त अब 40-50 हजार पर्छ यता साँडलाई। 40-50 हजार। अनि अब तपाईँ आफ्नै मान्छे पर्नुभयो, अब त्यही मिलाएर अब मैले ट्याक्क भनेको हो। लग्छु भनेपछि अब त्यही 35 मा लग्नु होला। 35 मा? हजुर। यो के भोटे चारे हो कि के हो यो? हजुर यो पनि अब यो भोट टिभीबाट ल्याएको हो। 1 लाख परेको हो यसलाई। 1 लाख? हजुर परेको हो। अनि तपाईँ लग्नुहुन्छ भनेपछि नि फ्री छ यो। फेरि लग्न सक्नुहुन्छ। यो एकदम राम्रो रहेछ। हजुर। खुसी लाग्यो यस्तो पाल्नु भएर त सम्पत्ति होइन, आफ्नै गाउँमा बसेर व्यवसाय राम्रो गर्नु भएको रहेछ। हजुर हजुर। ठिक छ।